सर्वप्रथम परमेश्वरलाई धन्यवाद। अनि हाम्रो आदरणीय पास्टर मम्मी, आदरणीय मम्मीहरू हुनुहुन्छ यहाँ, भाइ हाम्रो डिकन, अनि सम्पूर्णमा कृष्णमा जय मसीह। म वचन चाहिँ तपाईँहरूको बिचमा बोल्न गइरहेको छुइनँ। मैले चाहिँ कहिले येशू ख्रीष्टलाई मैले पाएँ र कसरी पाएँ र येशू ख्रीष्टलाई चाहिँ मैले कसरी चिनेँ भन्ने कुराहरू तपाईँहरूको बिचमा म बताउँछु। किनभने आज हाम्रो राजन भाइ, हामी नयाँ विश्वासीहरू पनि छौँ होइन। पुरानोहरू त उहाँ हुनुहुन्छ, उहाँहरूले मेरो गवाईहरू कति सुन्नुभएको छ होइन, तपाईँहरूले सुन्नुभएको छैन। यो मेरो गवाई सुनिकन तपाईँहरू पक्कै पनि आशिषित हुनुहुनेछ र परमेश्वरलाई चिन्नको निम्ति परमेश्वरको योजनाहरू चाहिँ तपाईँहरूले अलि बुझ्नलाई सजिलो हुन्छ भन्ने कुराहरू म ठान्दछु। योभन्दा म लगभग तपाईँको 53 सालतिर जाँदछु। म 53 भनेको लगभग अहिलेको कति 27 वर्ष अराउन्ड पछाडि जान्छु। त्यतिखेर म लगभग त्यही हो 17 वर्षको थिएँ होला होइन, अराउन्ड त्यतिको थिएँ। मलाई थाहा थिएन यी कुराहरू, तर म एकचोटि एउटा बजारमा गएको थिएँ। पहाडमा तपाईँहरू पनि पहाडै बस्नुभएको, हामीको सबै धेरैजना पहाडमा बसेका छौँ। एउटा बजार लाग्थ्यो अनि चैतको बेला थियो, अनि त्यतिखेर चाहिँ यताबाट खुकुरी भिरेर जाने चलन थियो क्या। फौदारी पऱ्यो भने यताबाट खुकुरी झिकेर मान्छे काट्ने होइन। हो त्यस्तो थियो तपाईँहरू, हामी सबैलाई ती कुराहरू हामीले भोगेर आएको कुराहरू होइन। अझै त्यतिखेर पहिले त राई लिम्बू भनेपछि त पुरै ठुरुरु हुनु पर्थ्यो क्या, काटिहाल्थ्यो त, अनि काटिहाल्थे होइन। अनि त्यस्तो थियो। अनि र पनि हामी बजार, हामी अब राई लिम्बूहरू नै, मेरो साथीहरू पहाडमा त त्यस्तै हुन्थ्यो, उहाँहरूकै साथ लागेर हिँड्नु पर्थ्यो, एक्लै हिँड्यो भने त मारिहाल्छन् होइन। अनि त्यसरी एकचोटि मेला गइएको थियो। मेला जाँदाखेरि अब त्यस्तै झगडा भयो त्यहाँनिर। अनि एउटा ठुलो चप्लेटी ढुङ्गा थियो पर, अनि त्यहाँ चाहिँ एउटा सारङ्गी बजाएर भजन गाउँदै हुनुहुँदो रहेछ। त्यतिखेर विश्वासी हुनुहुँदो रहेछ, एक्लै हुनुहुन्थ्यो। यता यत्रो युद्ध रमाइलो भइराखेको छ, त्यहाँनिर मान्छे काटाकाट पनि गर्दैछन् बजारमा, धान नाच्ने कुराहरू, धेरै कुराहरू छ त्यहाँनिर। तर एक्लो परले त्यो सारङ्गी बजाएर यस्तो मिठो गरी त्यहाँनिर भजन गाउँदै हुनुहुन्थ्यो। अनि म चाहिँ त्यहाँ हेर्दै थिएँ क्या। मलाई सारङ्गीको त्यो जुन बज्दै थियो त्यसले मलाई त्यतातिर तान्दै थियो। मैले यसो हेरेँ, अनि यो चाहिँ के रहेछ हौ, सबैजना यता छन् भनिकन अनि म छेउमा जाँदाखेरि अब कुन भजन गाउनु भयो उहाँलाई मलाई थाहा भएन, अहिले अब धेरै पहिलेको कुराहरू। अनि एकछिन सुनेँ, अनि त्यतिखेर चाहिँ मैले यीशु धर्म मान्ने अरे भन्ने कुरा त्यति मलाई मात्रै थाहा भयो है। त्यो त्यतिमै सीमित भयो। अनि जब मेरो 54, 55, 56 सालमा एउटा घटना घट्यो। शनिबारको दिन थियो है। शनिबारमा कतिजनाले चाहिँ आफ्नो कुललाई त्यो पूजा गर्ने, सबैलाई थाहा छ, प्रायः जस्तो एउटा कलश फेर्ने हुन्छ। अनि शनिबारको दिन थियो, अनि मैले चाहिँ बिहानै केही नखाइकन अनि त्यो कलश फेर्न भनिकन म निस्केँ। त्यो कलश लिएर धारामा निकै पर जानु पर्थ्यो। अनि गएँ, मनमा के भन्दै म गएँ। अनि कलशहरू फेरेँ, तुतेपाती लगाएँ। त्यहाँभित्र पैसाहरू थियो, चाँदीका पैसाहरू निकै थिए। अब त्यहाँनिर बुढाबुढी त्यतिखेर होइन, सानै पनि थिएँ। त्यतिखेर अब त्यो पैसा त लानु हुँदैन भन्ने कुरा ज्ञान छ। सबै धोएर चाहिँ अनि लिएर टक्क आउँदै थिएँ। एउटा डाँडा छ मेरो घरदेखि परतिर, अनि त्यहाँ डाँडामा आइसकेपछि त्योभन्दा अगाडि मेरो 3जना दिदी बहिनी खोलापारीमा हाम्रो खेत थियो। मङ्सिरको बेला धान काट्नलाई बिहानै गएको रहेछन्। अनि त्यो डाँडामा आइपुग्दाखेरि चाहिँ यो साइली बहिनी अहिले भावना छ, त्यतिखेर चाहिँ कानाले राम्रै सुन्थ्यो, अहिले चाहिँ सुन्दैन, रुँदै आइपुग्यो। अनि दाजु 2जना दिदीहरूलाई त खोलाले बगायो माइली, अनि हाम्रो अहिले यहाँनिर पर धरमपुरमा हुनुहुन्छ, खोलाले बगाएर लग्यो भनेर आएको, रुँदै आयो। मैले त्यो जुन कलश मैले त्यहीँ फालेर म कुदेर तल गएँ। अनि खोलामा जाँदाखेरि मेरो त्यो बडाउको छोरी चाहिँ तपाईँको एउटा ठुला ढुङ्गा समातेर बसेको रहेछ। ठुलो खोला छ दोभानमा, अनि बसेको रहेछ। अनि मेरो माइली बहिनी चाहिँ लगभग त्यतिखेर 16 वर्ष पुगेर 17 लागेको थियो, जवान बहिनी थियो। त्यो बहिनी चाहिँ तल टिपमा चाहिँ अल्झाएर पुरा तेर्साइराखेको थियो। म पुग्दाखेरि ठुलो दह हुन्छ त्यो पानी बारेपछि, तपाईँहरूलाई थाहा छ टिप भनेको त दह हुन्छ, पुरा गहिरो थियो।
र पनि म पौडी खेल्न राम्रै जान्दा चाहिँ अनि गएर चाहिँ बहिनीलाई च्याप्पै समाउँदाखेरि चाहिँ बहिनी बगी मरिसकेको रहेछ। अनि ठक्क यहाँ काँधमा हाले बोकेँ होइन, बोकेर चाहिँ पानीमा त्यत्रोमा अब मङ्सिरको चिसो हुन्छ अनि ठ्याक्कै काँधमा हाल्दाखेरि चाहिँ त्यो पानीमा पेटमा पानी धेरै भएको रहेछ। ढ्याउ गऱ्यो, ए बहिनी त सास रहेछ मर्दैन रहेछ भनेर चाहिँ अनि म निस्केर कोही छैन त्यतिखेर, बिहानको कुरा छ। अनि म बाहिर बालुवामा निस्केर चाहिँ त्यो बोकेर यतातिर घुम्दो रहेछु क्या, के गर्ने अब आत्तिएर होइन, घुम्दो रहेछ कता जाने अनि त्यसो हुँदै एकछिन मान्छेहरू बटुलियो होइन, मान्छेहरू धेरै आए। अनि त्यस पछाडि त्यतिखेर पोस्टमार्टम गर्ने त्यो कुराहरू थिएन, यसो उजुरी बुजुरी गर्थ्यो, गाउँको ठुला बडाले यसो हुन्छ भनिदियो भने हुन्थ्यो। अनि त्यो भएर सजगज गरियो, कामहरू भयो। अन्त त्यतिखेर जुन हिन्दू संस्कारमा थियौँ, हिन्दू सरकारबाट काम गरियो। त्यो दिनदेखि मैले के सोचेँ भन्दाखेरि त्यो घटना घट्यो, मैले जुन कुराहरू पुज्दैछु, जुन कुराहरूबाट चाहिँ शक्ति म माग्दैछु होइन, तर त्यही कुराहरूले चाहिँ किन त्यो कुराहरू रोक्न सकेन? कुरा बुझ्नु हुँदैछ? अब जुन देउतालाई चाहिँ म पुज्दैछु, म शक्ति माग्दैछु, मलाई राम्रो होस् भनेर म माग्दैछु भने म त्यही देउता चाहिँ बोकेर चाहिँ हिँड्दैछु, तर त्यतिखेर तल त्यो मेरो बहिनी चाहिँ बगाएर मर्नुपर्ने कारण के हो? बहिनीहरूलाई चाहिँ बगाएर चाहिँ त्यस्तो आपद विपद पार्नुपर्ने कारण चाहिँ के हो त? त्यो देउताले चाहिँ किन त्यहाँनिर त्यो काम गर्न नसकेको हो भनेपछि त्यही दिनदेखि जुन त्यो घटना घट्यो अनि त्यहाँदेखि मैले चाहिँ त्यो कुराहरू मैले छोडेँ। अब सत्यता कुराहरू चाहिँ कहाँ छ त? यो संसार चाहिँ के हो त भनेर चाहिँ मैले खोज्न थालेँ। यो संसार चाहिँ के हो त? अब पृथ्वी छ, संसार त अचम्मको छ, हेर्नुहोस् अचम्मको छ। अनि वैज्ञानिक कुराहरूबाट चाहिँ मैले अलिकति त्यतिखेर माओवादीको चलन पनि थियो, माओवादीको चलन हुँदाखेरि चाहिँ अनि यो विश्व चाहिँ कसरी निर्माण भयो, मान्छे चाहिँ बाँदरबाट विकसित भयो होइन, यो संसार चाहिँ यो पृथ्वी चाहिँ सूर्यको टुकुराबाट झरेर आएर हजारौँ वर्षमा चाहिँ यहाँनिर के भन्छ सेलाएर चाहिँ यहाँनिर त्यसै प्राकृतिक रूपमा चाहिँ मान्छे उत्पन्न भएको र यो सबै कुराहरू चाहिँ प्राकृतिकको देन हो। यहाँ चाहिँ कोही पनि देउता ईश्वर केही छैन भन्ने कुराहरू केही समय मलाई त्यस्तो भयो, त्यस्तो भान भयो। अब केही छैन संसारमा, सबै थोक हामी नै हो, यो चाहिँ सबै कुराहरू प्राकृतिकै कुराहरू हो भनेर मलाई त्यस्तो लाग्न थाल्यो होइन। जब अनि 63 सालमा मेरो विदेशको यात्रा भयो होइन, त्यतिमै म अन्यल भयो। म बुद्धिस्ट, हिन्दू धेरै धर्महरू थिए अनि मैले चाहिँ बौद्धिस्टको चाहिँ अलिकति राम्रो हो कि जस्तो लाग्थ्यो क्या, किनभने त्यो त्यति साह्रो धेरै जुठो पनि नमार्ने, मर्दा पनि अलिकति सजिलो जस्तो लेख्थेँ होइन। त्यतातिर चाहिँ जानुपर्छ होला यो सबै छोडेर भन्दै थिएँ म। तर त्यो हुँदै गर्दा नि मैले अनि 63 सालमा म विदेशको यात्रामा गएँ। म 27 दिन काठमाडौँ बसेँ त्यतिखेर। अनि एकजना शान्ता राई हो, अहिले ऊ अस्ट्रेलियामा हुनुहुन्छ, त अझै पनि भेटेको छैन। 27 दिन म बस्दाखेरि जब मेरो फ्लाइटको दिन थियो 27 तारिक नोभेम्बर होइन, अगस्त 27 तारिकको मेरो फ्लाइट थियो। त्यो दिन मैले एउटा साथी खोटाङको गणेश राई मेरो साथी त्यहाँ भेट भयो। अनि भेट गरेर उसँगै मेरो रुममा जाउँ, मेरो रुमबाट उतै फ्लाइट गरौँ भनेर म उसँगै गएँ। अनि जाँदाखेरि त्यो शान्ता राई चाहिँ उसको सोल्टिनी पर्दो रहेछ। अनि उहाँको रुममा गरेर गयो हामी बेलुका, अब राति 11 बजीको फ्लाइट छ, बेलुका त्यहाँ गयो। त्यहाँ गएपछि त्यहाँनिर के भयो भन्दाखेरि उहाँहरू त राईहरू हुनुहुन्छ होइन, किनभने मभन्दा ठुलो जातिहरू हेर्नुहोस् है। त्यतिखेर पनि जातीयको चलन धेरै थियो गाउँघरमा, घरभित्र पस्नु दिँदैन थियो, छोको खाँदै दिने थिए। अनि मलाई अप्ठ्यारो भयो कि त्यहाँनिर म अब कसरी घरभित्र पस्ने, कोठाभित्र काठमाडौँमा। अनि म त्यो अप्ठ्यारो लाग्दै थियो। अनि गणेशले भन्यो जाउँ न, किन तपाईँ भित्र नआउनु भएको भनेर भन्छ होइन। अनि के हो भन्दा आउनु भन्यो। त्यो बहिनी, त्यो शान्ता बहिनीले पनि उनीहरू परिवारै बसेको रहेछ। अनि भित्र बोलाउनु भयो, खानपिन गर्नुभयो। जस्तो मेरो घरमा जसरी खाएर बसिन्थ्यो त्यस्तो तरिकाले नै उहाँले मलाई एउटा समान रूपमा त्यहाँनिर खानासाना खुवाउनु भयो। अनि जब मेरो फ्लाइट अब 11 बजीको छ अनि घोडा टेक्नु भन्नुभयो। घोडा टेक्नु तपाईँको लागि हामी प्रार्थना गरिदिन्छौँ। अब मलाई त के थाहा र होइन, र तपाईँले भन्नुभएको म घोडा टेक्छु। टेकेँ। उहाँले आधी घन्टा प्रार्थना गरिदिनु भयो।
आधी घन्टा प्रार्थना गरिदिनु भयो। अब के भन्नुभयो अब त्यतिखेर मलाई थाहा छैन, त्यति प्रार्थना गरिदिएको चाहिँ मलाई थाहा छ। अनि मेरो फ्लाइट भयो, अनि ल जस्तै मलेसिया पुग्यो। मलेसिया पुगेर अनि मेरो साउलिन आयो। अरू सबैलाई त्यो मिनी बसहरूमा त्यो ट्याक्सीहरू हुन्छ नि, अनि मेरो बोस चाहिँ बोसकै कार लिएर आएको थियो होइन। लगभग निकै महँगो कार हो। कारमा चढेर अनि म गएँ, सर र बोसले लिएर जानुभयो। अनि त्यहाँ एसी रहेछ, चिसो। मलाई एसी भन्ने थाहा थिएन, म कारै पहिलोचोटि चढेको, अनि कारै देखेको थिइनँ त। अनि चिसो भयो। अनि गणेशलाई भने, हो गणेश किन चिसो भयो, यहाँ त जाडो भयो भन्यो। एसी होला हौ भन्छ मलाई। के हो एसी भनेको भने, कहाँबाट कता छ भनेर म हेर्छु। त्यो अगाडि दुलोबाट अलिअलि निस्किँदो रहेछ, त्यो यहाँबाट निस्किन्छ भन्छ। ऊ चाहिँ काठमाडौँ बसेर पढेको, अब उसलाई त रहेछ अलि केही थाहा रहेछ। अनि त्यसरी त्यस्तो गरेर गइयो। अनि गएर जब अनि रुममा बोसले नै पुर्यायो। अनि यहाँ बस्नु, भोलि आउँछु भन्यो। शनिबारको दिन थियो। अनि शनिबार आइतबार त छुट्टी हुन्छ, आइतबारको दिन। अनि भोलिपल्ट आयो। अनि म भन्न खोजेको के कुराहरू छ भन्दाखेरि, त्यो प्रार्थनाले, बुझ्नुहोस् है, यहाँ गहिरो कुराहरू छ। परमेश्वरको योजना चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ हामीले यहाँ बुझ्न जरुरी छ। त्यो शान्ताले मलाई प्रार्थना गरिदिएको आधी घन्टा, त्यो एयरपोर्टमा लिन चाहिँ त्यो बोसै आउनुपर्ने, त्यो कार लिएर आउनुपर्ने। म जस्तो एउटा वर्करलाई म त्यो कारमा बस्न लायकको पनि थिइनँ। घिनलाग्दो थियो होला। अब यहाँ पाहाडदेखि गएको मान्छे होइन, झोला पनि त्यो मादाले झोला होइन, त्यस्तो खालको बोकेको थिएँ म त्यहाँ। अनि त्यो कुराहरू त्यहाँ महसुस गर्न पाएँ। त्यो प्रार्थनाले चाहिँ कहाँ काम गर्दैछ भन्ने कुराहरू चाहिँ पछि गएर मैले थाहा पाएँ, त्यतिखेर त थाहा पाइनँ। अनि त्यहाँनिर बोसले राति पुर्याउनु भयो। अनि बस्ने ठाउँ पनि एकदम स्पेसल। त्यतिखेर भनेको 2007मा भनेको मलेसियाको बेसिक सेलेरी कति थियो? 481 थियो। तल मलाई कति दियो? 800 रुपियाँ दियो। तेरा सेलेरी यति हो भनेर भन्यो। 800 आमामामा 481 माको 800 सेलेरी मलाई फेरि चाहिँ त्यो पनि काम गरे पनि हुने, नगरे पनि हुने क्या। अब 2-4 घन्टा काम गरेर पनि दिउँसो सेलेरी पाक्ने। वायर हाउस रहेछ। वायर हाउस भनेको अब हामीले कतिले बुझ्छौँ, कतिले बुझ्दैनौँ। स्याम्पलिङको रहेछ, नट फर सेल। अनि त्यस्तो भयो। त्यस्तो भदै त्यो पनि फेरि विश्वासी नै रहेछ, क्रिस्चियनै रहेछ हाम्रो बोस पनि। त्यसरी जीवन त्यहाँनिर मैले लगभग 3 वर्ष म गाडीमै हिँडेँ। त्यहाँनिर गाडीमै हिँडेँ। राम्ररी मैले कमाएँ पनि त्यतिखेरको जमानामा होइन। मसँगै गएको मान्छेलाई फर्केर आउँदा खर्च नभएर मैले दिएर पठाएको। हिजोस्ति भर्खर पनि लगभग हिजोस्ति मेरो श्रीमती बिरामी हुँदा पनि त्यो मलेसिया फेरि गएछ। मलेसियादेखि मलाई खर्च पठाइदियो। त्यतिखेर दिएको पैसा त्यतिखेर पठाइदिएको मलाई 8-9 वर्ष पछाडि। भनेपछि मसँगै गएको मान्छे चाहिँ मैले खर्च हालेर पठाउनु पर्यो। तर मैले चाहिँ म पाहाडदेखि म झोला बोकेर आएको। अहिले राम्रै व्यवस्था गरेको थिएँ त्यतिखेर, तर बिचमा अलिकति सकेको पनि छु मैले होइन। अनि त्यसरी परमेश्वरले चाहिँ एउटा आशिष र परमेश्वरले चाहिँ कसरी डोराउनुहुन्छ भन्ने कुराहरू चाहिँ हामीले गहिरो रूपमा, अदृश्य रूपमा हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ रहेछ। किनभने उहाँले प्रार्थना गरिदिनु भयो। अनि मैले त्यो ठाउँमा गएर म 8-9 वर्ष बसेँ। 9 वर्ष बस्दाखेरि मलाई कहिले पनि त्यस्तो खालको अनकम्फर्टेबल भएन। मलाई कहिले पनि त्यहाँ नराम्रो भएन। बोससँगै बस्ने, बोससँगै खाने। म मलेसियाको अधिकांश स्टेटहरूमा म हिँडेको छु। 3 वर्ष गाडीमा हिँड्दा भनेको म त्यहाँ कुना हिँडेको छु होइन। अनि भनेपछि कोही बेला मेरो 3000-4000 सेलरी पनि आउँथ्यो महिनामा। त्यो भन्नुको मतलब मैले धेरै कमाएँ भन्न खोजेको होइन। त्यो प्रार्थनाले चाहिँ मलाई यसरी काम गर्यो। त्यो सन्ता राई अहिलेसम्म मैले मलेसिया गएर 1-2 चोटि चाहिँ फेसबुकमा भेटेँ। त्यहाँदेखि के हो, त्यतिखेर फेसबुक पनि चल्दैन थियो होइन। 2009मा मैले फेसबुक आइडी खोलेको होइन। त्यतिखेर भर्खर फेसबुकको त्यो विदेशमा मात्रै। फेरि नेपालमा त कहीँ कसैलाई भेटिँदैन त्यो आइडी भन्ने थियो थिएन होइन। अनि त्यसरी बित्दै गयो। पछि गएर अनि तपाईँको 4-5 वर्ष पछाडि अब त्यहाँनिर अलिकति बुझ्न थालेँ मैले पनि। अब क्रिस्चियन विश्वासी येशू यी कुराहरू चाहिँ त्यहाँ गएपछि त मैले बुझ्न थालेँ। अनि क्रिस्चियनहरू चाहिँ कस्तो हुँदो रहेछ होइन। अब येशू भन्ने चाहिँ को हो भन्ने कुराहरू मैले बुझ्दै गएँ। अनि एकचोटि बोसले चर्चमा पनि लिएर गए मलाई। अनि एकचोटि सङ्गति जाँदाखेरि नेपालीकै त्यहाँनिर छुट्टै हुँदो रहेछ नेपालीको सङ्गति गर्ने ठाउँ। त्यो मलाई लाग्छ क्रिसमसको बेला थियो होला। त्यो खानासानाहरू पनि तयार गरेको थियो, नाटक साटक पनि भयो। त्यो पिजे भन्ने ठाउँमा थियो चर्च होइन।
त्यहाँ लिएर गयो अनि त्यति नै हो। अनि त्यहाँदेखि त्यति नै म चर्चमा गएको। अनि त्यस पछाडि त्यतिकै मैले फोन गरेर भने लु भएन अब हामी पनि यो क्रिस्चियनमै लाग्नुपर्छ। अनि मैले त्यतिखेर सोचेँ म जीवनमा अब क्रिस्चियन चाहिँ भएँ। अब क्रिस्चियन नभइकन चाहिँ म मर्दिनँ भन्ने कुराहरू मेरो हृदयमा भयो क्या त्यतिखेर। अनि त्यति भएपछि मैले घरमा फोन गरेँ, लागौँ न त त्यहाँनिर डेभिड भन्ने त्यहाँ सर पनि हुन्थ्यो, शान्ताहरू पढाउने सर पनि क्रिस्चियनै रहेछन्। अनि लागौँ न त म नि यता अब ग्रहण गरिहाल्छु, घरमा पनि अब फोन गरेर लागौँ भनेको होइन, तपाईँ आउनु अनि आएर अनि भोलिपछि सँगै मिलाएर गरौँ बा भने। ल त्यो पनि ठिकै छ होइन। अनि त्यो भएपछि अनि पछि गएर त्यहाँ एउटा यस्तो घटना घट्यो, मेरो मिसेस धेरै साह्रो बिरामी भयो। म मलेसिया हुँदैखेरि बिरामी भने साह्रै गाह्रो भयो। अनि मैले त्यतिखेर के गर्थेँ भने म एउटा मेरो छुट्टै रुम थियो, मलाई चाहिँ छुट्टै रुम थियो, एक्लै बस्थेँ। अनि राति उठेर म अब केही थाहा थिएन तर म प्रार्थना गर्थेँ क्या, घोडा टेकेर प्रार्थना गर्दै मलाई जे अब यीशुको नाम र मलाई समस्या भएको कुराहरू राख्थेँ क्या। त्यसो गरेर म एक्लै प्रार्थना गर्थेँ। तर त्यति गर्दाखेरि लगभग 2 हप्तामा मेरो श्रीमती निको भयो क्या। यहाँनिर नेपालमा निको भयो उहाँ प्रार्थना गरेको कारण होइन, निको भयो। अनि ती कुराहरूमा पनि अझै मलाई त्यहाँ कुराहरू अब परमेश्वर चाहिँ हुनुहुन्छ भन्ने कुराहरू चाहिँ मैले त्यहाँदेखि ग्यारेन्टेड पाउन थालेँ। किनभने उहाँ प्रार्थना गर्दा यहाँ मेरो मिसेस निको हुन्छ होइन। अनि त्यो हुँदै गएपछि त्यो हुँदै गयो। अनि त्यहाँदेखि पछि गएर म छुट्टीमा आएँ होइन। छुट्टीमा आएर अनि पहाडदेखि यहाँ फेरि यहाँ झापा लिएर आएँ मैले। त्यतिखेर मेरो के थिएन त्यहाँनिर, अब धेरै गाह्रो थियो माथि, अब पहाडमा निकै गाह्रो हुन्छ होइन। अनि मैले यहाँ एउटा झोला र यसो यस्तो फर्म मात्रै बोकेर आएको माथिदेखि, मैले केही पनि ल्याएको छैन, पहाडको माथि नै छ होइन। जे छ लिएर आएर अहिले अब यतिको व्यवस्था गरेर अनि यहाँ आएर अनि जब मैले 72 सालमा होला मैले ग्रहण गरेको, 72को फागुन 28 गते नै कसो छ मैले टिपेर राखेको छु। अनि मैले ग्रहण गरेँ। अनि मेरो परिवार 2 जनाले गऱ्यौँ। अनि त्यस पछाडि नानीहरू ठुल्ठुलै थियो त्यतिखेर, सबिन र शान्ता ठुलै थिए त्यतिखेर। 72मा भनेपछि लगभग 12 वर्षको रहेछ, 12-14 वर्षका थिए। अनि उनीहरू नानीहरू चाहिँ रोए, हामीले प्रार्थना अब हामी चाहिँ अब के गर्ने होला भने 2 जनाले, ठिकै छ भने। अनि त्यसको 7 दिनमा नानीहरूले पनि ल ग्रहण गर्ने भनेर 7 दिनमा नानीहरूले पनि ग्रहण गरे। अहिले हामी परिवार, अब मेरो परिवार चाहिँ विश्वासमा राम्रै छौँ होइन, राम्रै छौँ। अबको दिनमा हामीलाई जुनसुकै खालको परिस्थिति आओस्, चाहे कसैले तँलाई यसो छोड्छस् कि मारौँ भन्छ भने, तर मलाई मार गोली हान भन्नेतिरसम्मको हामीले हाम्रो परिवारले नै, मैले मात्रै होइन, त्यति कुराको चाहिँ परमेश्वरमा परिपक्व भएको छौँ अहिले चाहिँ होइन। भनेपछि म भन्न के चाहन्छु भने मेरो एउटा गवाहीबाट भने परमेश्वर हुनुहुन्छ, रेली हुनुहुन्छ। अहिले तपाईँहरू नयाँ विश्वासी हुनुहुन्छ त भाइ होइन। अब यता हाम्रो भाइहरू त पुरानै हुनुहुन्छ र पनि यी कुराहरूमा तपाईँहरू कन्फ्युज नहुनुहोस्। तपाईँहरू यो के हो बा हो कि होइन, यो त एउटा माध्यम होला, एउटा हाम्रो क्रिस्चियनिटीको एउटा मौलिकता बढाउनको निम्ति होला। अब यो चाहिँ के हो भन्ने कुराहरू तपाईँहरू कन्फ्युज नहुनुहोस्। परमेश्वर साँच्चै 100मा 100% हुनुहुन्छ, अदृश्य रूपमा हुनुहुन्छ। किनभने यो संसारलाई हामीले हेर्ने हो भने हामीले जतिबाट हेरे पनि हामीलाई कहिले पनि यो ठोस यो कुराहरू हो भन्ने कुराहरू हामीले कहिले पनि पत्तो लगाउन सक्दैनौँ। वैज्ञानिकले के भनेको छ, अब वैज्ञानिकले पहिले पृथ्वी चाहिँ सूर्यको टुक्राबाट आएर झरेर आएर चाहिँ बन्यो भन्यो होइन। यो चाहिँ अलिकति लाम्चो पो छ भने चेप्टो बन्यो, पछि अन्डा बन्यो, अहिले फेरि फर्सी बन्यो, त्यहाँदेखि अहिले के भन्छ सुन्तोला आकारको बनिरहेको छ। र मान्छेले चाहिँ कहिल्यै पनि यो परमेश्वरको सृष्टिलाई यही हो भनेर भन्न सक्दैन। त्यो ज्ञान परमेश्वरले दिनु पनि हुन्न। त्यति कुरा थाहा भयो भने त फेरि यो संसार त अर्कै कुरा भइहाल्छ होइन। त्यो भएको कारणले गर्दा परमेश्वर 100% हुनुहुन्छ। अनि परमेश्वरले साँच्चै नै काम गर्नुहुन्छ। अनि हामीले विश्वास गरेर पनि जब बप्तिस्मा लिन्छौँ अनि त्यस पछाडि अलिकति समस्या पनि आउँदो रहेछ हाम्रो जीवनमा। किनभने हामी जसरी एउटा कुराहरूलाई हामीले मानिराखेको हुन्छौँ
त्यो कुराहरू छोडेर अर्को कुराहरूमा गयो भने त्यो कुराहरू रिसाउँछ नि। जस्तै दुईटा मालिक हुन्छ भने यो मालिकलाई छोडेर अर्को मालिकतिर लाग्यो भने यो मालिक रिसाउँदैन नि। जस्तै हामी कुनै कसैमा नकुर गर्छौँ भने तँलाई त म मन परेन भनेर अर्कोतिर गयो भने त्यो मालिक त पक्कै रिसाउँछ। यो हामी हिन्दुत्वबाट छोडेर कुनै पनि अरूबाट चाहिँ छोडिकन हामी परमेश्वरलाई ग्रहण गरेपछि परमेश्वरलाई पाइसकेपछि हामीले अप्नाइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यो पुरानाको कुराले चाहिँ अलिकति खेदो गरिरहेको हुन्छ क्या हाम्रो जीवनमा खेदो गरिरहेको हुन्छ। यसलाई चाहिँ कतिखेर लडाउँ के गरौँ, यसले त मलाई छोड्यो, मलाई त मान्नै छोड्यो, अब त यीशुतिर अब परमेश्वरसँग विश्वास गर्न थाल्यो होइन, उतातिर लाग्यो भनेर त्यो कुराहरू चाहिँ अदृश्य रूपमा फेरि तपाईँहरूको जीवनमा हाम्रो जीवनमा त्यो कुराहरूले चाहिँ हामीलाई पछ्याइरहेको हुन्छ। ती कुराहरूलाई चाहिँ हामीले बुझ्न जरुरी छ। तर त्यो शक्ति चाहिँ त्यो होइन कि त्यो चाहिँ परमेश्वरभन्दा पनि ठुलो शक्तिशाली छ भन्ने कुरा चाहिँ नठान्दा नै हुन्छ। त्यो शक्ति चाहिँ त्यो सामान्य हो तर डिस्टर्ब चाहिँ गर्छ। मेरो जीवनमा त्यही भयो त। मेरो बप्तिस्मा लिएको 1 वर्ष पछाडि होला, अब यहाँ कतिलाई थाहा छ होइन, म एकचोटि घर छोडेर हिँड्नुपर्ने अवस्था थियो। 2 वर्ष त म बाहिरै हिँडेको होइन, मेरो व्यवहार बिग्रेर मेरो भताभुङ्ग भयो, मेरो सबै कुराहरू लब अब म चाहिँ अब यहाँबाट निस्किदिनँ होला भने जस्तो भएको थियो। अब कहिले म निस्किने होइन, यत्रो कुराहरू बिग्रेको छ। अनि मैले त्यतिखेर यति नै म सम्झिन्थेँ, म परमेश्वरसँग म हिँडेको छु, परमेश्वर मेरो साथमा हुनुहुन्छ, यो मात्रै अन्तिम होइन मेरो, एक दिन म पक्कै पनि यो कुराहरूबाट निस्किन्छु भन्ने मसँग विश्वास थियो। नभन्दै 2-3 वर्ष पछाडि अहिले गएर ती कुराहरू सबै कुराहरू मिल्दै अहिले साँच्चै नै म ती कुराहरूबाट पनि मुक्त भइसकेको छु। त्यो चाहिँ के छ भन्दा परमेश्वरले मलाई गर्नुभएको कुराहरू। त्यतिखेर मैले आत्तिएको थिएँ भने त्यतिखेर यो त होइन रहेछ, यो त मलाई त समस्या पो आयो, परमेश्वरलाई यसुलाई ग्रहण गरेपछि त मलाई त समस्या आयो, म त यो त नफाप्ने रहेछ भन्नतिर गएको भए म अहिले कुन स्थितिमा हुन्थ्यो होला। यो भर्खरकै कुरा हो, यो त 1-2 वर्ष 3 वर्षका कुरा, 2 वर्ष पहिलेका कुरा हो। मेरो मैले घरै छोडेर हिँडेँ। मेरो घरमा त लब दिनमा त मलाई खोज्ने मलाई भेट्ने भनेको त दिनमा त 2-3टा गाडी आइपुग्थ्यो, कहाँदेखि आउँथ्यो मलाई कसैले अरूले नै फसाएको थियो होइन। तर म राति उठेर पनि म रुँदै प्रार्थना गर्थेँ, म एक्लै के गर्ने परमेश्वर, तपाईँले मात्रै गर्न सक्नुहुन्छ यी कुराहरू, अरूबाट त सम्भव छैन। यो त गर्दा 2 वर्ष पछाडि ती व्यवहारहरू मिलेर पनि म अहिले अब फेरि पनि अर्को नयाँ कुराहरूमा म निस्किँदैछु। म यही भन्न चाहन्छु कि परमेश्वरले हामीमा एउटा योजना राख्नुभएको हुन्छ। विश्वास गरिसकेपछि हामीसँग समस्या आउँदैन भन्ने कुरा होइन, हामीसँग समस्या आउँछ। तर त्यो चाहिँ समस्या चाहिँ के हो भन्दाखेरि हामीलाई चाहिँ परिपक्व बनाउनको लागि परमेश्वरले अलिकति ट्रेनिङको लागि पनि हामीलाई छोडिदिनु हुँदो रहेछ। किनभने समस्या आउँदा यो चाहिँ कतिको परिपक्व हुँदो रहेछ, यो कतिको चाहिँ होइन, ती कुराहरू चाहिँ हाम्रो जीवनमा त्यस्ता कुराहरू नै आउँछ। अनि ती कुराहरूलाई पार गरिसकेपछि अनि चाहिँ हाम्रो जीवनमा कहिले पनि केही हुन सक्दैन, किनभने ती कुराहरू हामीले रिसिभ गरिसकेका हुन्छौँ होइन। अनि तपाईँहरू नयाँ हुनुहुन्छ, नयाँलाई म यही भन्न चाहन्छु, हामी विश्वासै नगरी पनि हामीले प्रार्थना गर्दाखेरि परमेश्वरले सुन्नुभयो, मेरो मिसेसलाई निको पार्नुभयो। त्यो परिस्थितिबाट मलाई यो ठाउँमा ल्याउनु भएको छ होइन। म कुनै पनि बिरामी भएर मलाई ऋण लागेर मसँग केही नभएर अनि साह्रो समस्या परेर मैले विश्वास गरेको होइन परमेश्वरलाई होइन। मान्छेहरू आउनुको कारण चाहिँ धेरै कुराहरू छ यहाँनिर, परमेश्वरको बोलावट पनि धेरै किसिमले हुन्छ। कतिकोलाई चाहिँ अब कहीँ उपाय नलागेर लु क्रिस्टलाई विश्वास गर्नुपर्छ त्यता पो हुन्छ भनेर आएका छन्। कति बिरामी चाहिँ लास्टै गाह्रो भएर चाहिँ अन्तिम स्थिति भएर चाहिँ यीशुमा आएका मान्छेहरू छन्। तर म चाहिँ त्यसरी होइन, मलाई सिम्पली रूपमा म आएको हो। तर आएपछि केही समस्याहरू आयो, त्यो समस्या पनि परमेश्वरले नै समाधान गरिदिनु भएको छ। आमेन। हुन्छ, म यही भन्न चाहन्छु तपाईँहरूको बिचमा, मेरो गवाही यही नै